नाम 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 मेरो थाहा छैन के नाम थाहा छैन घर कहाँ हो नि घर पहाडी हो के पहाड कुन ठाउँ थाहा छैन म बिचार छु के कति वर्ष भयो यहाँ आएको कति वर्ष भयो यहाँ आएको 50 वर्ष भयो बच्चामा आयो यहाँ आएको 25 सालमा आएको यहाँ साल त अब कुन साल हुनु 25 सालमा अनि घर पनि थाहा छैन थाहा छैन घरको पत थाहा छ घरको बिचमा पत घरको गयो भने थाहा छैन बिच बाउको नाम के हो बाउको नाम बाउ पास बहुत पास बाउ पास बाउको नाम थाहा छैन बहुत पास त्यो छोडेर गयो कहाँ लिकन छोड्दियो बाउले बाउले कहाँ लिएर छोड्दियो छोडे हैन गाउँको मान्छेले छोडे आएको बाउसँग नुन बोक्न आएको नुन बोक्न आएको गाउँको आमाको छोरा बाउसँग भेट भएन हुन्न गेट हुन्न बाउले त हेलाइ गरेर बाउले त हेर्दैन पापले बस्छ घर जाने मन छ छैन अब घर नजाने घर नजाने घर नजाने लिउन आएपछि जाने अनन्त खोज्ला उहिले 50 वर्ष हराएको बच्चीसम्म जान यो घोडा आयो है नुन दिन हामीले माथि मल्ल खोज्ला 32 सालमा अहिले कति वर्ष हुनुभयो तपाईँ कति वर्ष हुनुभयो अब कति वर्ष मलाई थाहा छैन थाहा छैन नाम पनि थाहा छैन नाम के हो त नाम कालु डरकै महेन्द्र अस्पतालमा डाक्टरले सोध्यो के नाम हो मेरो नाम न कालु छ भनी अस्पताल भयो अस्पताल गएको पहाड कुन रोल्पा हो घर पहाड कुन ठाउँ हो कुन ठाउँ नि थाहा छैन बाउको नाम पनि थाहा छैन दाजुभाइ आमा कोही छैनन् दाजुभाइ आमा बाउ आमा भाइ छन् बाउले छोडेका बाउ त पाप केटा कि केटी केटा कि केटी मान्छे केटीको कपडा लगाउनु भएको छ गाँठे दाढी उम्रिएको छ फेरि के हो यो यस्तै हो केटाको कपडा नलगाउने केटीको कपडा मनपर्छ नयाँ साल सकियो क्या अहिले अहिले पछि दिउँला फेरि अब पछि 30 मा दिउँला 30 मा अहिले पैसा छैन मसँग अहिले पछि भावेला मैले भेटायो भने दिन्छु म त्यहाँ भैँसी ग्वाला आउँछु त्यतिखेर दिउँला घर कहाँ रे हराएको 50 वर्ष भयो घर पनि थाहा छैन नाम कालु महेन्द्र अस्पतालमा डाक्टरले औषध गर्न जाने बेला नाम के हो भनेर सोधो त्यो ठगुरी घर बस्या हुनाले शाह भनेको ठगुरी घर बस्या हुनाले कालु शाह भनेको ठगुरी छोरा त होइन ठगुरी छोरा त होइन अर्का छोरा नि घर जाने विचार छ कि छैन लिउन आयो भने लिउन आएपछि अब घर पनि बिर्सियो बाउ आमा पनि बिर्सियो दाजुभाइ सब बिर्सियो घर बाउ आमा केही थाहा छैन बाउले छोड्यो यहाँ नुन बोक्न आए बेला ठुलो आमा छोराले घोराइ लिकन छोडिदियो ऊ घर फर्की गयो वनमा छोडेर उनीहरू घर गइए जंगलमा एक्लै सुत्यो एक रात
जङ्गलमा एक रात छुट्यो एक्लै एक लाखमा बास क्या हो खोला पानीले हात पकाइ खाइ बता घरै बजा आइ नीचे लइ हाल त्यस पर्या छोड्या ल ठिक छ अब म यो भिडियो हालिदिन्छु घरबाट ल्याउन आयो भने घर जानुपर्छ है किन घर कहाँ माथि डुम्ला कि डरबै रे थाहा छैन पहाड भन्ने थाहा छ पहाड भन्ने नाम छ नहुने थाहा छैन गाउँको नाम थाहा छैन गाउँको नाम थाहा छैन बिर्सियो 50 वर्ष भयो यो डाङ आएको डाङ आएको 50 वर्ष भयो कहाँ बस्नुहुन्छ रे कहाँ बस्नुहुन्छ रे ठकुरी गरेर बस्ने काम गर्ने खाने अब त बड्डो भयो पहिला गर्यो पहिला चाहिँ गर्यो अहिले गरिनुहुन्न अहिले त खाना चाहिँ दिन्छन् राम्रै खाना त दिन्छन् ती त माथि त्यो ठकुरी माइला घर हो बस्ने मान्छे चाहिँ केटा हो तर कपडा चाहिँ केटीको छ फेरि केटीको कपडा लगाएर आइमाईको कपडा लगाउनुहुन्छ तपाईँले त नि सुराल कुर्ता छ त कुर्ता सुराल ल अब घरबाट ल्याउन आयो भने जानुपर्छ है आयो भने त्यो त आएपछि जाने हो घरको माया लाग्छ घरको माया लाग्दैन लाग्दैन बिर्सियो सबै ल ठिक